हेलो गाइस, जय मसी नमस्कार। आज पनि हेर्नुहोस् ड्युटी लागेको अवस्था। अनि आज चाहिँ हेर्नुहोस् यहाँनिर धेरै माटो चाहिँ उडिराखेको छ। अनि बिहानै काम सिद्धाएको हो, तर फेरि पनि सबै हावाले चाहिँ तपाईँको माटो ल्याएर बिजोग भइराखेको छ। अनि बाहिर गर्मी पनि त्यतिकै छ। सो हजुरहरूको एरियामा कस्तो छ होला, तर यहाँनिर चाहिँ एकदमै गाह्रो छ काम गर्नुमा। मजाले काम गरेको ड्युटी सजिलो छैन, ड्युटी गर्नु त्यति सजिलो छैन। हेर्नुहोस् है, यहाँ एकदमै सफा गरेको ठाउँहरू अहिले आउँदाखेरि यस्तो अवस्था छ। विदेशमा बस्नु त्यति सजिलो छ जति मान्छेले देखाउँछ, जति मान्छेले बोल्छ नि, कुराकानी गर्छ, तर त्यति सजिलो छैन कि। यस्तो घाममा काम गर्नुपर्छ। हेर्नुहोस्, अनि हावा यस्तो चल्छ। यो एकदमै डेजर्ट भित्र पर्दछ, त्यसै कारणले हावाले टडियर जतासुकै लडाइराखेको अवस्था छ। अनि गाइस, म तपाईँहरूले के भन्न चाहन्छु भने, परदेशमा बसेर हामी कतिजना धेरै टाइम पास गरिरहेको अवस्थाहरू छ, तर समयले चिन्नु पर्ने रहेछ। परदेश भन्ने ठाउँ चाहिँ परदेशै हो। जे जस्तो गरे तापनि तपाईँ र मलाई एक दिन स्वदेश फर्किनु छ। अनि फर्किँदै गर्दाखेरि हामीले यहाँबाट यो दुःख कष्टहरू, दुःख भोगेकोहरू सिकेर हामी गयौँ र आफ्नो देशमा पनि एकदम राम्रो तरिकाले मेहनत गऱ्यौँ भने हाम्रो देशमा पनि के चाहिँ हुँदैन र सबै कुरा हुन्छ। तर हामीमा कहिले कहिले धैर्यता हुँदैन, अलिकति हामी धैर्य धारण गर्न सक्दैनौँ। एकदमै हामी चाहिँ एकैचोटि लाखौँ करोडौँमा खेल्ने भनेर हामी चाहिँ हाम्रो सोचहरू, मनको भावनाहरू हुन्छ। तर स्थिरताले चाहिँ एउटा सम्मान ल्याउँछ, एउटा व्यवस्थित कुराहरू ल्याउँछ। जो व्यक्तिहरू स्थिर रहन सक्दैनौँ, व्यक्तिहरूले जति नै योजना प्लान गरे तापनि त्यो विफलै हुन्छ। त्यो भनेको मतलब जस्तै हामी उदाहरणको लागि परदेश आइसकेर पनि हामी कोही 5 वर्ष, कोही 10 वर्ष, कोही 20 वर्ष, कोही 25 वर्ष र स्थिरता साथ काम गर्छन्। जब थोरै थोरै पैसा जम्मा पारेर कतिले घर बनाउँछ, कतिले जमिन किन्छ, राम्रो ठाउँमा पढाउँछ। यो सही कुरा हो। त यही स्थिरताले हाम्रो देश नेपालमा पनि त्यही स्थिरतालाई हाम्रो देशमा पनि हामीले आफ्नो ठाउँमा लगानी गऱ्यौँ भने अवश्य पनि हामी सफलताहरू पाउँछौँ जस्तो लाग्छ। अनि सानो सन्देश तपाईँहरूको माझ लिएर आएको छु। हेरेर तपाईँहरूले यो भिडियोबाट केही सिक्छौँ भनेर यो एउटा मोटिभेसनको लागि मैले बनाएको, कुनै पनि यो मैले केही देखाउनको लागि होइन। तर हामी परदेशी जीवन र परदेशीहरू चाहिँ कसरी काम गर्नुपर्छ भनेर सिकिसक्यौँ। त्यस कारणले यो सानो भिडियोद्वारा तपाईँहरूलाई म यही हौसला उत्साह दिन चाहन्छु। हुन्छ, फेरि पनि जय मसी सबैजनालाई। अनि सेवाहरू नमस्कार। अर्को भिडियोमा भेट्नेछु।